हरेक नयाँ बिहानी परमेश्वरले हामीलाई दिनुभएको एउटा नयाँ अवसर र आशिषको उपहार हो। हाम्रो दिन कस्तो बित्छ भन्ने कुरा हामीले दिनको सुरुवात कसरी गर्छौं भन्नेमा भर पर्दछ। जब हामी आफ्नो ओठ खोल्छौं र विश्वासका साथ परमेश्वरको वचनको घोषणा गर्छौं, तब आत्मिक संसारमा परिवर्तन आउन थाल्छ। आजको यो सुन्दर घडीमा आउनुहोस्, हामी एउटा साधारण धार्मिक अनुष्ठानको रूपमा मात्र होइन, तर जिउँदो परमेश्वरका सन्तान भएको अधिकारका साथ आफ्नो जीवन, परिवार र भविष्यमाथि विजयको घोषणा गरौँ। यो प्रार्थनाले तपाईको हृदयमा नयाँ आशा र तपाईको पाइलामा नयाँ सामर्थ्य भर्नेछ। तपाईले यो प्रार्थना गरिरहँदा यी 3 कुराहरूलाई हृदयमा राख्नुहोस्। विश्वासको शक्ति। बाइबलले भन्छ, विश्वास बिना उहाँलाई खुशी पार्न असम्भव छ। तपाईले जे बोल्दै हुनुहुन्छ त्यो पूरा हुन्छ भन्ने कुरामा पूर्ण भरोसा राख्नुहोस्। तपाईको शब्दमा सृजनात्मक शक्ति छ। अधिकारको प्रयोग। तपाईले यो प्रार्थना कुनै याचकको रूपमा मात्र होइन, तर येशू ख्रीष्टद्वारा प्राप्त अधिकार प्रयोग गरेर गर्दै हुनुहुन्छ। बिरामी, अभाव र अन्धकारका शक्तिहरूलाई हप्काउँदा दृढ हुनुहोस्। निरन्तरता। आत्मिक विजय अक्सर एकै पटकमा मात्र होइन, निरन्तरको प्रार्थना र समर्पणबाट प्राप्त हुन्छ। यस प्रार्थनालाई आफ्नो दैनिक जीवनको हिस्सा बनाउनुहोस्। जब हामी प्रार्थना गर्छौं, तब परिस्थिति बदलिन्छ, तर जब हामी परमेश्वरको वचन घोषणा गर्छौं, तब हामी आफै बदलिन्छौं र हाम्रो वरिपरिको वातावरण बदलिन्छ। हे आकाश र पृथ्वीका सृष्टिकर्ता, सर्वशक्तिमान यहोवा परमेश्वर, यस पवित्र र सुन्दर बिहानीको पहिलो किरणसँगै म मेरो सम्पूर्ण अस्तित्व तपाईको पावन चरणमा अर्पण गर्दछु। रातभरिको अन्धकारमा मलाई आफ्नो पखेटाको छत्रछायामा सुरक्षित राख्नुभएकोमा र आज यो नयाँ जीवनको बिहानी देख्न दिनुभएकोमा म हृदयदेखि धन्यवाद दिन्छु। तपाईको वचनले भन्छ, परमप्रभुको करुणा कहिल्यै समाप्त हुँदैन, उहाँका दयाहरू हरेक बिहानी नयाँ हुन्छन्। विलाप 3:22-23। प्रभु, तपाईँ मेरो श्वास हुनुहुन्छ, मेरो आश्रय हुनुहुन्छ र मेरो जीवनको आधार हुनुहुन्छ। म मेरो हृदयको ढोका खोल्दछु र तपाईको पवित्र आत्मालाई मेरो जीवनमा स्वागत गर्दछु। तपाईको पवित्र उपस्थितिमा आउनुभन्दा अघि म आफ्ना कमजोरीहरू र पापहरू स्वीकार गर्दछु। मेरा विचार, बोली र कामद्वारा यदि मैले तपाईको चित्त दुखाएको छु वा अरूलाई चोट पुर्याएको छु भने मलाई क्षमा गर्नुहोस्। मलाई येशू ख्रीष्टको पवित्र रगतले धोएर हिउँभन्दा सेतो बनाउनुहोस्। म भित्र रहेको अहंकार, रिस र अरूप्रतिको तिक्ततालाई पूर्ण रूपमा हटाउनुहोस्, ताकि मेरो प्रार्थना तपाईको अगाडि एउटा सुगन्धित धूप झैं उचाल्न सकियोस्। हे यहोवा यिरे, मेरा सबै आवश्यकताहरू पूरा गर्ने प्रबन्धक परमेश्वर, म मेरो आर्थिक जीवन, व्यवसाय र श्रमलाई तपाईको हातमा सुम्पिन्छु। तपाईको प्रतिज्ञा छ कि मेरा परमेश्वरले ख्रीष्ट येशूमा आफ्नो महिमाको धन अनुसार तिमीहरूका सबै खाँचो पूरा गर्नुहुनेछ। फिलिप्पी 4:19। प्रभु, म मेरो घर र जीवनबाट गरिबी, अभाव र ऋणको बन्धनलाई येशूको नाममा इन्कार गर्दछु। मलाई आर्थिक बुद्धि र इमानदारिता दिनुहोस्। मलाई ऋण लिने होइन, तर धेरै जातिलाई ऋण दिन सक्ने र उदार हृदयले दान दिन सक्ने आशिष प्रदान गर्नुहोस्। मेरा बन्द भएका आम्दानीका ढोकाहरू आजैको दिनमा खुल्नेछन् भनी म विश्वास गर्दछु। हे चङ्गाई दिने परमेश्वर, म मेरो शरीर र मनलाई तपाईको स्पर्शको लागि अर्पण गर्दछु। मेरो शरीर पवित्र आत्माको मन्दिर हो। यस शरीरमा रहेको हरेक रोग, संक्रमण र दुखाइलाई म येशूको नाममा आज्ञा गर्दछु, अहिले नै मलाई छोडेर जाऊ। उहाँले खानुभएको कुराको चोटले हामी निको भयौं। यशाया 53:5। मेरो टाउकोदेखि पैतालासम्म तपाईको चङ्गाई गर्ने सामर्थ्य बगोस्। मलाई स्वस्थ शरीर र प्रफुल्लित मनका साथ तपाईको सेवा गर्ने शक्ति दिनुहोस्। मलाई सताउने हरेक चिन्ता, तनाव र निराशाको आत्मालाई म येशूको नाममा बाहिर निकाल्दछु र तपाईले दिनुहुने त्यो अलौकिक शान्ति मेरो हृदयमा ग्रहण गर्दछु। प्रभु, म मेरो घर र परिवारका प्रत्येक सदस्यलाई तपाईको सुरक्षामा राख्दछु। हाम्रो घरमा तपाईको प्रेमको वास होस्। श्रीमान र श्रीमती बीचको सम्बन्धमा अटूट विश्वास होस्।
छोराछोरीहरूलाई आफ्ना आमाबाबुको आज्ञाकारी बन्ने हृदय र स्वर्गीय बुद्धि दिनुहोस्। हाम्रो घरबाट झगडा, कलह र असमझदारीलाई हटाउनुहोस्। मेरा परिवारका ती सदस्यहरूका लागि म विशेष प्रार्थना गर्दछु जो अझै तपाईबाट टाढा छन्। उनीहरूको हृदयलाई छुनुहोस् र उनीहरूलाई सत्यको मार्गमा ल्याउनुहोस्। प्रभु, म आज मेरो कार्यक्षेत्रमा जानुअघि तपाईको स्पेशल अनुग्रह माग्दछु। म जे काम गर्छु त्यो मानिसका लागि होइन, तर प्रभुका निम्ति गरे झैं सारा हृदयले गर्न सकूँ। मेरो कार्यस्थलमा मलाई बुद्धि, सृजनात्मकता र सफलता दिनुहोस्। मलाई मेरा हाकिम र सहकर्मीहरूका नजरमा आदर प्राप्त होस्। मेरा विरुद्धमा बुनिएका हरेक षड्यन्त्र र ईर्ष्यालाई तपाईले निष्क्रिय पारिदिनुहोस्। मलाई मेरो क्यारियरमा पदोन्नति र नयाँ अवसरहरू प्रदान गर्नुहोस्। म एक असल अगुवा र सहयोगी कर्मचारी बन्न सकूँ, जसको कामबाट तपाईको नामको महिमा होस्। हे मुक्तिदाता येशू, तपाईले हामीलाई स्वतन्त्रताको लागि बोलाउनु भएको छ। म आज मेरो जीवनमा वा मेरो परिवारमा रहेका कुनै पनि प्रकारका नराम्रा लतहरू, कुलत र बन्धनहरू विरुद्ध खडा हुन्छु। चाहे त्यो रक्सी, धूम्रपान, अशुद्ध सोच वा कुनै पनि नकारात्मक बानी होस्, म ती सबैबाट येशूको नाममा पूर्ण मुक्ति घोषणा गर्दछु। इसलिए यदि पुत्रले तिमीहरूलाई स्वतन्त्र गराउनु भयो भने तिमीहरू साँच्चीकै स्वतन्त्र हुनेछौ। यूहन्ना 8:36। मलाई पवित्रतामा जिउन बल दिनुहोस् र मेरो चरित्रलाई तपाईको स्वरूपमा रूपान्तरण गर्नुहोस्। प्रभु, मलाई केवल नामको विश्वासी नभएर आत्मा र सत्यतामा आराधना गर्ने जन बनाउनुहोस्। मेरो आत्मिक जीवनमा एउटा नयाँ जोश र आगो खन्याउनुहोस्। मलाई तपाईको वचनको गहिरो भोक र तिर्खा दिनुहोस्। मलाई प्रार्थनामा स्थिर रहन मद्दत गर्नुहोस्। मेरो विश्वासलाई यति बलियो बनाउनुहोस् कि म पहाडहरूलाई पनि सर्न सकूँ। मलाई पवित्र आत्माका वरदानहरूले सुसज्जित गर्नुहोस् ताकि म अरूको सेवा गर्न र तपाईको राज्यको सुसमाचार फैलाउन सकूँ। हे शान्तिका अधिपति, म मेरो समाज र राष्ट्रका लागि प्रार्थना गर्दछु। देशमा शान्ति, सुशासन र न्याय स्थापित होस्। हाम्रा नेताहरूलाई बुद्धि दिनुहोस् ताकि उनीहरूले स्वार्थभन्दा माथि उठेर जनताको सेवा गरून्। देशबाट भ्रष्टाचार, हिंसा र गरिबीको अन्त्य होस्। म विशेष गरी पीडित, अनाथ र भोकाएकाहरूका लागि प्रार्थना गर्दछु। तपाईँ उनीहरूको आश्रय र सहारा बन्नुहोस्। हाम्रो देशमा एउटा ठूलो आत्मिक परिवर्तन आओस् र सबैले तपाईको मुक्तिलाई चिन्न सकुन्। अन्तमा प्रभु, आजको यो सम्पूर्ण दिन म तपाईको हातमा सुम्पिन्छु। म जहाँ जान्छु र जे गर्छु तपाईँ मेरो अगाडि अगाडि जानुहोस्। मलाई हरेक दुर्घटना, आकस्मिक खतरा र शत्रुको पासोबाट जोगाउनुहोस्। भजन सङ्ग्रह 91 को सुरक्षा मेरो र मेरो परिवारको माथि रहोस्। आजको दिन म कसैको लागि ठोकरको कारण नबनूँ, तर सबैको लागि आशिषको कारण बन्न सकूँ। मलाई आफ्नो प्रेममा जोगाइराख्नुहोस्। साँझ पर्दा म तपाईको भलाइको गवाही दिँदै फेरि धन्यवादका साथ तपाईको पाउमा फर्कन सकूँ। मेरो यो प्रार्थना सुन्नु भएकोमा र यसको उत्तर हो र आमेनमा दिनुभएकोमा म तपाईलाई महिमा दिन्छु। यो सबै प्रार्थना, बिन्ती र धन्यवादका भेटीहरू हाम्रा एकमात्र मुक्तिदाता प्रभु येशू ख्रिस्टको पवित्र र जिउँदो नाममा चढाउँदछु। आमेन। हामी विश्वास गर्छौं कि यस प्रार्थनाले आज धेरैको जीवनमा बन्धनहरू तोडेको छ। यदि तपाईले पनि यस प्रार्थनामा सहमत भएर आमेन भन्नुभएको छ भने ढुक्क हुनुहोस्। परमेश्वरले तपाईको परिस्थिति बदल्दै हुनुहुन्छ। यो आशिष आफूमा मात्र सीमित नराख्नुहोस्, यो प्रार्थना अरूलाई पनि पठाउनुहोस् जो आज समस्या वा अन्योलमा छन्। तपाईको दिन आशिषमय रहोस्। प्रभुले तपाईलाई प्रशस्तै आशिष दिउन्। जय मसीह।